गोपालले जुन विषयमा कलम चलाए त्यही विषय अमर बन्यो। एकातिर उनी पुर्खाहरूको गुण कहिल्यै बिर्सन्नन्, अर्कोतिर वर्तमान पिढी र भावी पुस्तालाई सधैँ घचघचाइरहन्छन्, कर्तव्य बोध गराइरहन्छन्, दिशा निर्देश गरिरहन्छन्। हो, विचारमा मतभेद हुन सक्छ, तर हिमालको चोखो पानीले सबै भेदभाव पखालेर एकजुट भई यस देशको भविष्य निर्माण गर्न आह्वान गर्छन् उनी नयाँ पुस्तालाई र स्वदेश मात्रै होइन विश्वभरि नै शान्ति फैलाउने सन्देश दिन्छन्। पुर्खाले जे जति गरे सब धन्य हुन्दिनी, सब धन्य हुन्दिनी। लोकालमा भरपर छ देश यो, भन्दै छ मेची ठालेका पुकारे ओराली। नवयुगलाई डाक नवयुगको नेपाली, यो सृजनाको नौलो नौलो पाइला उचाली। नवयुगलाई डाक नवयुगको नेपाली। यो देशका भविष्य हौ सधैँ छ वर्तमान, सधैँ छ वर्तमान। शरीरमा माटोको नभो युवा शक्ति यसको प्राण, युवा शक्ति यसको प्राण। युग नेताको आह्वानमा सब एक भई उठा, सब एक भई उठा। स्वदेश मात्र होइन विश्व शान्तिमा जुटा। हिमाली चोखो धाराले भेदभाव पखाली, नवयुगलाई डाक नवयुगको नेपाली। यो सृजनाको नौलो नौलो पाइला उचाली। नवयुगलाई डाक नवयुगको नेपाली। यो सृजनाको नौलो नौलो पाइला उचाली। नवयुगलाई डाक नवयुगको नेपाली। Thank you, Class 2. It was really worth watching. अब म हाम्रा यसै विद्यालयका प्राचार्य दीपक रेग्मीज्यूलाई विद्यालयका गतिविधि सहित आफ्नो मन्तव्य राखिदिनु हुन